साथीभाइ हो, तपाईहरुलाई मेरो नयाँ ब्लगमा स्वागत जनाउँछु। मेरो सञ्जय तामाङ .com नयाँ ब्लगमा तपाईहरुलाई स्वागत जनाउँछु। साथीभाइहरु, तपाईहरुलाई न्यानो अभिवादन छ। तपाईहरुको मायाले मेरो ब्लग अझै अगाडि बढ्छ भन्ने म आशा साचेको छु र मेरो ब्लगलाई सब्स्क्राइब गरिदिनुहुन्छ या लाइक गरिदिनुहुन्छ भन्ने आशा राख्दछु। आज दार्जिलिङको जहाँ चाहिँ प्यागोडा छ, त्यो प्यागोडाको रमणीय दृश्य तपाईहरुलाई देख्न लागिरहेको छु र यो रमणीय दृश्यमा म अहिले देखाउन लागिरहेको छु र यस प्यागोडाबाट हेर्नुहोस् साथीभाइ, यो प्यागोडा रमणीय दृश्य, यो रमणीय दृश्य प्यागोडाको रमणीय दृश्य यहाँबाटै अवलोकन गरिरहेको छौँ हामी। आज दिन राम्रो भएकोले गर्दा टुरिस्टहरूले पनि प्यागोडा घुम्ने मौका पाए अनि उहाँहरू पनि आज प्यागोडाको रमणीय दृश्यलाई देखेर रमाउनु भएको छ। जति पनि घुम्न आउने पर्यटकहरू छ उहाँहरू रमाउनु भएको छ र यो प्यागोडाको यो जापानिज टेम्पल र यसलाई बौद्ध धर्म वानम्बीहरूले पनि विश्वास गरिन्छ। यस्तो छ प्यागोडा दृश्य र यो प्यागोडा पर्यटकहरू मजाले घुमिरहनु भएको छ अनि पर्यटकहरूले आफ्नो आनन्दमय क्षण बिताइरहनु भएको छ। हेर्नुहोस् प्यागोडाको यो जुन चाहिँ जापानिज टेम्पल, यहाँ कति फुलहरू पनि फुलिरहेको नजारा देख्नुहुन्छ र यो फुलहरू पनि फुलिरहेको छ र यो जापानिज टेम्पलको छेउमा यहाँ अर्किडहरू, सुनखरीहरू पनि फुलेको देख्नुहुन्छ माथितिर। अनि यहाँ सबै पर्यटकहरू आनन्दमय लिइरहनु भएको छ। अनि प्यागोडा यस्तो छ, प्यागोडा यस्तो छ र यो प्यागोडा चाहिँ दार्जिलिङमा अवस्थित। यहाँ सधैँभरि पर्यटकहरूले आफ्नो आनन्दमय मजा लिइरहेको हुन्छ, घुम्न आउनुहुन्छ। टाढो टाढोबाट पर्यटकहरू घुम्न आउनुहुन्छ र आज तपाईहरुलाई म यो पर्यटक स्थल जुन चाहिँ टुरिस्ट लज प्यागोडाको रमणीय क्षण तपाईहरुलाई देखाइरहेको छु। अनि मलाई आशा छ मेरो भ्लगलाई तपाईहरुले फलो गरिदिनुहुन्छ भन्ने म आशा राख्दैछु। अनि म अब प्यागोडाबाट ओह्रालो आइपुगेँ, ओह्रालो अब घरतिर प्रस्थान गर्दैछु। यहाँ बाटोमा आउँदै गर्दाखेरि यहाँ राम्रो फुलहरू फुलिरहेको छ साथीभाइहरू र तपाईहरुलाई मेरो भ्लगलाई साथ दिनुहुन्छ, साथै माया दिनुहुन्छ अनि तपाईहरुले लाइक र फलो गरिदिनुहुन्छ अनि सब्स्क्राइब गरिदिनुहुन्छ भने म आशा साचेर नयाँ भ्लग लिएर यो प्यागोडाको रमणीय दृश्यलाई अवलोकन गर्दै तपाईहरुको समक्ष मैले राख्न लागिरहेको छु। धन्यवाद।